आदरणीय श्रोता, महाभारतको इतिहासमा एउटा यस्तो पात्र जसको अनुमति बिना न पाण्डवहरू वीर बन्न सक्थे न कौरवहरू शक्तिशाली, आचार्य द्रोण। आज माघ शुक्ल नवमी अर्थात् द्रोण नवमी। यो तिथिले हामीलाई सिकाउँछ कि ज्ञान सूचनाको संग्रह मात्र होइन, यो त एउटा कठोर अनुशासन र साधना हो। आजको दिन हामी ती महान गुरुको स्मरण गर्छौं जसले धनुविद्यालाई एउटा योगको रूपमा स्थापित गर्नुभयो। द्रोणाचार्यको नाम आफैमा एउटा ठूलो प्रतीक हो। शास्त्रका अनुसार उहाँको जन्म कुनै सामान्य गर्भबाट नभई द्रोण अर्थात् काठको एउटा कलश वा पात्रबाट भएको थियो। त्यसैले उहाँको शुभ नाम द्रोण भयो। ज्ञान प्राप्तिको लागि निश्चित पात्रको आवश्यकता पर्दछ। यदि विद्यार्थीको मन र शरीर अनुशासित पात्र जस्तो छैन भने गुरुले दिएको विद्या त्यसमा अडिग रहन सक्दैन। माघको यो नवमीले हामीलाई आफ्नो आन्तरिक पात्र शुद्ध राख्न संकेत गर्छ। द्रोण नवमीको सन्दर्भमा सबैभन्दा बढी चर्चा हुने विषय एकाग्रता हो। जब द्रोणाचार्यले आफ्ना शिष्यहरूलाई रुखमा राखिएको नक्कली चराको आँखामा निशान लगाउनु भन्नुभयो, तब केवल अर्जुनले मात्रै त्यो आँखा देख्न सके। अरूले रुख, हाँगा र चरा नै देखे। यसले हामीलाई सिकाउँछ कि जीवनमा लक्ष्य प्राप्त गर्नका लागि संसारलाई अदृश्य बनाउन सक्नुपर्छ। आजको दिन आफ्ना लक्ष्यहरूलाई पुनरावलोकन गर्ने र अर्जुनको जस्तै एक बिन्दु दृष्टि विकास गर्ने दिन हो। द्रोणाचार्यको जीवनमा एकलव्यको प्रसङ्गले एउटा गहिरो नैतिक प्रश्न खडा गर्छ। गुरुको प्रतिमा बनाएरै धनुर्विद्यामा पारङ्गत बनेका एकलव्यबाट बुढी औँला माग्नु द्रोणाचार्यको कठोरता थियो। गुरुको प्रतिमा बनाएरै धनुर्विद्यामा पारङ्गत भएका एकलव्यबाट बुढी औँला माग्नु द्रोणाचार्यको कठोरता थियो। रेडियो अध्यात्म ज्योतिका विविध कार्यक्रमहरू यहाँले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी युट्युबमा पनि सुन्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। रेडियो अध्यात्म ज्योतिको विविध कार्यक्रमहरू अनलाइन मार्फत radioaj.com.np radioaj.com.np मा यहाँले सुन्न सक्नुहुनेछ।